नमस्कार है, म चाहिँ भीम लामा। विगत 10-11 वर्ष भयो हेटौँडा यो हुब्राचौरको खेल मैदानमा प्रशिक्षण गराइरहेको। अनि यहाँ आउने भाइ बहिनीहरू चाहिँ धेरै टाढादेखि आउनुहुन्छ। पदमपोखरी, रातोमाटी, भोर्ले, मनरी हैन, अब यो हटिया, चिसोपानीदेखि धेरै टाढाबाट खेलाडीहरू आउँछ। उनीहरूलाई चाहिँ अब धेरै खेल्ने इच्छा हुँदा पनि अब त्यही त भने आर्थिकको समस्याको कारणले कति आफ्नो प्रतिभाहरूलाई चाहिँ अब देखाउन नसकेर लुकिएर अब उनीहरूको अब फुटबल खेलाडी देशकै लागि खेल्छु भन्ने अब इच्छा हुँदा पनि उनीहरूको इच्छा मरेको छ र उनीहरूको त्यो प्रतिभालाई चाहिँ अगाडि बढाउने कोसिस गर्दै विगत अब यही हुब्राचौरबाट धेरै अब युथ लेभलदेखि लिएर अब राष्ट्रिय स्तरसम्म खेलाडीहरू अब धेरै थोरै अलिअलि के अरे उत्पादन गरेको छु। अनि अब त्यही हो अब अनि त्यसमै अब लेडिज महिला प्लेयरहरूलाई चाहिँ एकदम चुनौती पनि छ, किनभने अब लेडिज महिला फुटबलहरू खेलाडीहरूलाई चाहिँ अब अलिकति हेर्ने दृष्टिकोण पनि अब अलिकति नराम्रो सोच विचार छ। उनीहरूलाई चाहिँ खेलेर के हुन्छ भन्ने ऊ पनि के अरे अब समाजले नै अलिकति अब सपोर्ट छैन। अनि र अब समिति निकायहरूले पनि खासै केही सपोर्ट सहयोग गरे छैन। अब आफ्नै लगानी साथीभाइको सहयोगबाट चाहिँ अहिलेसम्म एकाडेमी टिकाइरहेको छु हैन। अनि अब बाहिर टुर्नामेन्टहरू खेलाउन पनि लानु पऱ्यो, ट्रेनिङ मात्र गरेर पनि भएन, म्याच पनि खेलाउनु पऱ्यो। ट्रेनिङ म्याच खेलाउँदै अब उनीहरूको स्तर हेरेर उनीहरूलाई अब काठमाडौँसम्म पुर्याउने कोसिस गर्ने हो हैन एकाडेमीले। अब त्यस्तै छ। अब उनीहरूलाई चाहिँ अब कसरी हुन्छ जगेर्ना गरेर महिला खेलाडीहरूलाई चाहिँ स्पेसल जगेर्ना गरेर राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य छ यो हेटौँडा फुटबल एकाडेमी मकवानपुरको चाहिँ। म चाहिँ अब यो एकाडेमीको संस्थापक पनि हो। अनि अब बोइज टिमहरूलाई पनि धेरै अब थुप्रो ठाउँसम्म खेलाउन लगिसक्यो, अन्तर्राष्ट्रिय स्तरसम्म सिक्किम, कालिम्पोङ, बिहारसम्म लगेर खेलाइसक्यो। महिला प्लेयरहरूलाई पनि लगिसक्यो। त्यसको लागि धेरै नै अब स्पोन्सर सहयोगको खाँचो छ, साथ सपोर्टको लागि। त्यो भएर अब तपाईँहरूले सहयोग स्पोन्सर गर्नुभयो भने तपाईँहरूको लगानी तपाईँहरूको त्यो पैसा खेर जाँदैन, सही ठाउँमा नै उपयोग हुन्छ त्यो पैसा। त्यही भएर तपाईँहरूले चाहिँ अब सक्दो एकाडेमीलाई सहयोग स्पोन्सर गरिदिनुहोस्। खेलाडी उत्पादन गर्नेमा अब जिल्ला, वडा, गाउँपालिका हुँदै के अरे राष्ट्रिय स्तरसम्म पुर्याउने कोसिस गर्नेछु। अनि महिला खेलाडी चाहिँ कति छ अहिले? महिला खेलाडी दैनिक तपाईँको अहिले यो चाहिँ अब हेटौँडाकै मकवानपुरकै भनौँ सेन्टर अब बजारमा पर्छ, त्यो हिसाबले अहिले कम्ती पनि 25-30 जना चाहिँ हुन्छ दैनिक। अनि अब उनीहरू अब रेगुलर चाहिँ अब गाह्रो छ, त्यो पनि अब जस टुर्नामेन्ट भए बेलामा चाहिँ 1-1.5 महिना रेगुलर ट्रेनिङ हुन्छ। उनीहरूलाई डाइट साइड खुवाउनु पऱ्यो, जर्सी कटुहरू दिनुपर्छ होइन। अनि ट्रेनिङ पनि अब राम्रै गराउनु पऱ्यो, उनीहरूलाई तयारी गर्नु पऱ्यो। अब 2 महिना 3 महिना पहिला अब रुमसुम लिएर क्याम्प पनि राखेको हो एकाडेमी महिला प्लेयरहरूलाई गोल्ड कपको लागि। अनि अब त्यसको लागि अब आर्थिकै हो, खर्च हुन्छ, आर्थिकले नै हो, गाह्रो हुन्छ। अब मैले क्रेडिट गर्दै उधारो गरेर भए पनि स्पोर्ट्स हाउसमा, होटेलमा उधारो गरेर भए नि उनीहरूलाई सक्ने प्रयास गरेर तयारी गरेको पनि हो र अब गर्दै पनि जानेछु। अब म पनि त्यही अलिकति हदसम्म स्ट्रङ भयो भने खेलाडीहरूको लागि चाहिँ म नम्बर उन्जेलसम्म चाहिँ आजीवनै खेलाडीहरूलाई चाहिँ सहयोग सपोर्ट गरेर फुटबलमै के अरे समय बिताउँछु भन्ने मेरो चाहिँ उद्देश्य छ। तपाईँले महिला फुटबल खेलाडी उत्पादन गर्ने चाहिँ कहिलेदेखि सुरु गर्नुभयो? महिलाको खासै भन्नुपर्दाखेरि चाहिँ महिला केटा होइन महिला तुलनामा खास मैले महिलाहरूलाई ट्रेनिङ गराउँदैन थियो। महिलाको चाहिँ विगत त्यही तपाईँको सुरुवात गरेको चाहिँ 5 वर्ष जति भयो होला। 3 वर्षमा रिजल्ट पनि निक्ल्यो, एकजना अन्डर-19 खेल्यो, एकजना अन्डर-17, अनि 2.5-3 वर्षको भित्रमा। अनि अब खेलाडी उत्पादन गर्दै अझै अब नेसनल देशकै लागि खेल्ने अफिसियल टिम, सिनियर टिमबाट खेलाउने मेरो उद्देश्य छ। त्यो भएर अब फुटबलमा प्यासन केही गर्छु के अरे लाग्छु भन्ने प्लेयरहरूलाई चाहिँ अब नेसनलसम्म पुर्याउने कोसिस गर्छु। र अनि यहाँ चाहिँ अब धेरै राजनीति खेल्ने भएको कारणले खेलाडीहरूलाई काम गर्ने कालो, मकै खाने भालु भइरहेछ। दुःख गर्ने ट्रेनिङ गर्ने एकजना हुन्छ, नाम खाने अर्कै हुन्छ। 1-2 महिना सिकाएको घरमा मेरो तेरो खेलाडी हुन्छ। मैले विगतदेखि निरन्तर नेपालमै अब
नेपालमै भनौँ टप 5 भित्रै पर्थ्यो होला पहिला त्यो बेलामा मैले सुरुवात गर्दाखेरि मैले ट्रेनिङ स्टार्ट गर्दाखेरि यहाँ अब एकाडेमी जर्सी ट्रेनिङ किट्स अब सेम ड्रेस राखेर बिप्सहरू राखेर ट्रेनिङ के अरे सुरुवात गरेको अब खेलाडीहरूलाई चाहिँ अब त्यो अरूले देखावटी गरेर भिडियो हाल्ने ट्रेनिङ गर्ने गराउँछ भने म चाहिँ त्यो राम्रो अनुशासित डिसिप्लिन भएको प्यासन हुने प्लेयरहरूलाई मात्रै ट्रेनिङ गराउँछु म अलिकति अब अलि सिरियस पनि हुन्छु र सिरियस हुने खेलाडीलाई ट्रेनिङ पनि राम्रो ट्रेनिङ गराउँछु कम्बिनेसन ट्रेनिङ अब यिनीहरूलाई मेन भनेको बेसिक ट्रेनिङ गराउने बेसिक कोर स्किल ट्रेनिङ 5वटा हुन्छ बेसिक कोर ट्रेनिङ चाहिँ के अरे रनिङ विथ द बल 1v1 कन्ट्रोलिङ पासिङ फिनिसिङ यस्तै पर्छ अनि त्यसपछि बल्ल अनि पोजिसनिङ टिम ट्याक्टिक्स ट्रेनिङ गराउने हो अनि सब यिनीहरूलाई थ्योरीहरू पनि सब अब अहिलेसम्म अब थ्योरी प्र्याक्टिकल दुवैको खाँचो छ होइन अब म चाहिँ अब एएफसी बी लाइसेन्स इन्फ्रा ट्रेनिङ के अरे लाइसेन्स प्राप्त कोच पनि हो अब त्यही भएर यिनीहरूलाई चाहिँ अब सक्दो माथि पुर्याउने कोसिस गर्छु त्यसमा तपाईँ प्रशिक्षक हुनुभएको चाहिँ कति वर्ष भयो म प्रशिक्षक अब मैले अब बिना लाइसेन्समा पनि धेरै ट्रेनिङहरू गराएँ मैले बाहिर जिल्ला यताउति आर्मी गणहरूलाई पनि लाइसेन्स लिएको चाहिँ मैले 9-10 वर्ष भयो होला सी लाइसेन्स लिएको त्यसपछि बी लियो बी लिएर अहिले 3 वर्ष पुरा भयो अब यसको लागि तयारी गर्छु सक्यो भने सिफारिस दियो भने कोसिस गर्छु यही लाइसेन्सको लागि पनि अनि रेफ्रीहरू पनि पार्ट टाइम खेलाउँछु हस् धन्यवाद